हाम्रो यो पहिला डोको नभई नहुने ढिकी जाँता सबै कुरा चाहिने पहिलाको पहिचान हाम्रो लोक हुँदै गयो भनेर मैले जानेको भएर यो ढिकी जाँता डोका डाला पहिले जस्तै छाएको घर खरले छाएको घर यो हाम्रो पहिचान हजुरका पनि बुवा मुवाले गरेको चिजहरू हरन्छ भनेर हाम्रो यो पहिचान ठानेर मैले बाटामा बसेर पुरा नेपालीको हाम्रो पहिचान मैले ठानेर बसेको छु। खुसी बाटा हेरेर फोटो खिचेर गइदिए पनि खुसी, बाटा उकालेमा लौरो टेकेर ल्याएर आइदिए पनि खुसी। तर हामी पनि अब जाने बेला भएछ, तर सकभर हाम्रो नेपालीको पहिचान देखाउँछु भनेर बाटामा मैले सबै कुरो म आफैले बनाएर बसेको छु बाबु। म यसमा सन्तोषित पनि छु, खुसी पनि छु। तर मान्छेले सन्तोष गर्ने भने सम्पत्तिले कहिल्यै पुग्दैन, सन्तोष हो ठुलो। यसमा म खुसी छु बाबु। मेरो छोराछोरी जस्ता नाति नातिनी जस्ता आएर हेरेर गइदिनु भएछ। अब खुसी छु, आनन्द छु। अब मैले जानेको कुरा नेपालको कुरो भन्नु पर्यो ढिकी जाँता यस्तो डाँडामा पानी हुँदैन, पानी बोक्नु पर्थ्यो डोकामा। पालोको कुरो मैले सबै त्यो गरेँ हो गर्ने। अब यो डालो हो, यो असरा धान रोप्ने स्याखु हो, यो प्यारुङ्गोमा लसुन गीत गाउँछ। यो प्यारुङ्गो कसैको बिहामा रोटी कसैले पनि बोकेर लान्छन्, कसैले के गर्छन् आफ्नो आफ्नो धर्मले। यो घर हो, यो बनाउँदैछु मैले घर। यो जस्तै छाएको घर, यो ढिकी जाँतो पानीले पनि डोको राखेर पहिलाको घर, तल माटो लिपेको माथि कमेरा लिपेको यो ढिकी जाँता चकेटी यी सबै चिज चौतारामा छत्री छत्री सबै कुरा चाहिँ बनाएर हाम्रो नेपालको पहिचान सबैले मैले यो protective like when they work like this it is also workable, but when they need to do work like this we need like this one. 12 सालको म 70 वर्षको पिए 70 वर्ष पनि अब आफूले जानेको and you see there this one खुम्च्याएर बस्न भन्दा this one the grinding machine बाटा सबैले हेरुन् सिकुन् भनेर देखुन् भनेर। तर हिँड्ने मान्छे हेरि पनि एकदम खुसी हो। this is the we call jato, it's a grinding machine for the grinding हेरेर गइदिए पनि खुसी। and this is the plow to plow the field. And we will there is a ox for the plow. And this is from like Nepali culture. This is from the maize cover. We can what we call maize cover skin of the maize. And it's this one dhiki jato. It is a dhiki. It is a jato. It is for also grinding the things and unpeel the rice. Okay, like this, like tick. And this is for the grinding. Yeah. Totally looks like a our house looks like a same type of. You can see they do have a basket, grinding machine, and this one, and this is for the to get water from far away, for the water getting like that. अनि तपाईको कति पर्छ त अंकल यो यसलाई कति बेच्नु हुन्छ? यसलाई 350 मा। यो 350 भित्र बाहिर पुरै भित्र बाहिर 350 मा आयो। अनि यो दिनभर लाग्छ मलाई बाबु के गर्ने। चार फेर पनि दखरै यो 350 मा आयो। यो 350 350 एउटा। यो घरलाई मैले ठिक्का बाबुलाई लान्ने हो नि पक्का भन्छु मैले। 2000 भने पनि 1500 मा दिन्छु, 1500 घटेर सबै घरलाई सबै चिजहरु यहाँ भएको सबै त्यो भएको 1500 1500 he is selling this 1500. How difficult this work? त हामी लान मिल्छ सक्छ? तर धेरै इन्जिनियर पनि धेरै लान इन्जिनियर पनि धेरैले यस्तो घर आफ्नो गाडी छ भने जसले लान्छ लोकल लैछन्। सो ओके ल यो दुईटा हामी लान्छौ ल। हस् यो दुईटा कतिमा दिनुहुन्छ? यो स्याखु त अब त्यो 350 हो। 350 यो घर त अब मैले यो हलो नहालेर 1500 बेचिरहेको थिएँ। यो हले हालेर दिएँ। मैले त्यो बोले घटाउन नि मिल्दैन मैले 2000 मा तपाईको 1500 यो 350 350। ओके यो कसरी लान्छ मैले अनि फेरि म प्लास्टिक हाल्छु नि। भत्किदैन? भत्किन्न, त्यो लापरवाही जे पनि भत्किन्छ। यो त निकाल्न मिल्छ, यो निकाल्ने हो। ओके निकाले हुन्छ, त्यसले केही छैन, निकाल्ने हो। यहाँ प्लास्टिक छ, प्लास्टिकमा ट्याक्क ल प्याक गर्नुस् यो। I want to buy this one. It's a good culture, good things. He is doing better
to protect our culture, our tradition, our lifestyle. Okay, I'm just inspiring him. So it is good. I like it. This is a small version. Small replica. We Yeah. can just replica. So I think it is good ideas to buy to support them. He's doing good. Nowadays lots of people they're going outside country. It is good to inspire them to it is there for preserving this culture. भत्किहाल्छ कि बा भत्किन्न क्या भत्किन्न गाडी यहाँ ठेक्का जतन सर हानु त्यही पनि उहाँ सिक्किम त पुऱ्याएर हुन रहेछ मलाई 15 दिन